छुटेको मन सिलाउँदै हातमा हात मिलाउँदै बिहानदेखि साँझसम्म घरदेखि बनसम्म यो मनदेखि त्यो मनसम्म कोही बोल्छन् कुरा सुल्टी कोही कुरा लाउँछ उल्टी कोही हिँड्छन् सिधा सिधा कोही हिँड्छन् कोल्टी कोल्टी हामी सोल्टी 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 हेर्नु न सोल्टिनी ल्याइदिनु त हुन्थ्यो नि लामगारे बाबा हेर्नु त अच्छा यो नगेर काम छैन भन्छ अझ अनुहार हेर्नु भएको छ सोल्टिनी लामगारे बाबाको अनुहार ठ्याक्कै ढेँडुको जस्तो छ अझ कपाल कपाल हेर्नु न कपाल ठ्याक्कै सुँगुरको जगर जस्तो छ त्यस्तो नभन्नु है सोल्टी मेरो मामा त राम्रो पो हुनुहुन्छ त म चाहिँ गाउँको भित्रको सोल्टी म जानु न सोल्टिनी अबे बाबुई म त तपाईको राम्रो कुरा पो गर्दै थिएँ त मलाई थाहा छ कस्तो कस्तो कुरा गर्दैछ भनेर आहा कति राम्रो चाहिँ हौ हेर्दै खाऊ खाऊ फुल जस्तो कहाँ गएको साँच्चै म धारा खुट्टाइदिनु गएको थियौ वाच्छा भन्जी यतातिरको वन बिरालो स्यालहरूसँग जोगेर बस्नु ल बल्ल बल्ल आउनु भएको भान्जीहरू झोकै माछा खाउँ आलु हुन्छ मामे ल खानुहोस् 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 खाऊ नि है ल भान्जीहरू आलु खानुहोस् है म त यस्तो पो हुन्छ मामे वाच्छा भान्जी तपाईँहरू एकछिन बस्दै गर्नु म गोठ पुगेर आउँछु है हस् मामे ल भान्जी म आइहाल्छु है बस्दै गर्नु हस् मामे हुँदैन यसरी हुँदै हुँदैन अनि एकचोटिलाई सोटिनलाई नदेखि त यो मनले मान्दै मानेन एकचोटि सोटिन देख्नै पर्यो नि मामे हामी एकछिन मासु डोलेर आउँछौँ है ल भान्जी छिटै आउनु है हुन्छ मकैको बोट त सानो सानो भने कति फलेको नि हो त रहेछ है हाम्रोतिर त ठुल्ठुलो हुन्छ त बोट यता त कति सानो सानो है हाम्रोबाट हुन्छ हाम्रो त सबै राम्रो हिँड्ने देख्दो रहेछ हौ हेर्नु कति राम्रो फुल ओइ माथि ओइ एकछिन बिसाम ल हेर्न मेरो त सबै कपाल फुटेर हो त रहेछ है मेरो पनि सबै फुटेको छ तेरो पनि सबै फुटेको छ नि
ए लु हाम्रो खुसे बहिनीहरुमा आछ त लु यता आऊ यता आऊ होइन यहीँ ठिक छ दाजु घुम्न आएको ए, यहाँ लु आऊ न आऊ, यता आऊ हुन्छ दाजु मोटे दाजु आयो भने नमस्किनु नि माउतिर आएर फेरि छाडा नहो त्यो मोटी मोटी भए पनि हिँड्छ है अहिले झन् भन्दैछु भन्दैछु नि फेरि मैले त्यहाँ मोटे दाजु आयो भने नमस्किने फेरि लु लु यता आऊ बहिनीहरु त परेमा बसिराख्न माउलामा लु यता आऊ यता आऊ हुन्छ दाजु लु आऊ है लु तिम्रो सर्दी नआइन्जेलसम्म यतै बस्नुपर्छ है बहिनी अब माउला पनि यस्तै छ लु खुसा बहिनीहरु एक दुई दिन यतै बस्दै गरौँ न तिमीहरूको बिलप दाजै पनि आइपुग्छ होला नि खोइ दाजु तल पनि काम छ अब झर्छौँ होला हौ बिलो दाजु पनि आउनु भएन ओइ के भइन्छ कता त झन् ए मटे दाजु आउनु भएछ त पाहुनाहरू त रले सोल्टीकोतिर आउनुभएछ अब हाम्रोतिर पनि जानुपर्छ है पाहुनाहरू पाहुनाहरू हाम्रोतिर पनि जानुपर्छ है अरू पर्दैन जेठा तिम्रोमा जानु लु बिलप सर्दी नआइन्जेलसम्म मेरोमै बस्नुपर्छ है खुसै बहिनीहरु हुन्छ नि दाजु पर्दैन ल त मेरोमै चालु है म उसिन्छु खुवाउँछु हुँदैन त्यसरी हुँदैन रले सोल्टी अनि तपाईँको पाहुना मेरो पाहुना चाहिँ होइन र भयो दाजु नउसिन्नु हामी तल मामाकोमा खाएको गर्छौँ अब हामी झर्छौँ लु बल्ल बल्ल आएको खुसा बहिनीहरु खाएर जाऊ न त होइन दाजु अब हामी झर्छौँ होइन लु तातो पानीहरु त खाएर जाऊ न है खुसा बहिनीहरु माउला आएको बल्ल र तल्ल होइन केही पो भएन त बस्नु है दाजु अब हामी झर्छौँ ल ल खुसै तिमी चाहिँ बिहान मेरै कता हुन् भरे गए जेठा हुँदैन को रले सोल्टी अनि म त आउनै नहुने तपाईँकोमा कस्तो रिसाल्नु भएको त हौ रले सोल्टी पर्दैन मेरोमा आउनु भण्डारले कुखुरा हच्काएको जस्तै पाहुना हच्काएको छ तिमी खासै गतिलो चाहिँ होइन है जेठा हुँदैन रले सोल्टी कहाँ म पनि पाहुना हाम्रोतिर लैजाउँ भनेर पाएको त कहाँ पाहुना हच्काउन आएको त हो तिमी पाहुना लिनु आएको हो के खुसा बहिनीको साथी जिस्काउन आएको हो त्यो त मलाई राम्ररी थाहा छ जेठा हुँदैन त्यसरी कहाँ त्यसरी मलाई नराम्रो सोच्नु भएको त म त खुसी बहिनीको साथी जिस्काउन आएकै होइन नि वाच्छा भनेपछि त्यो रुवागे बन्दिरालो मास्टर फेरि त्यहीँ आइपुग्यो भान्जी खोइ मामै आउनु चाहनु भएको किन हो वाच्छा रुमुला रुवागे बन्दिरालो मास्टरको काम छैन ल भान्जी यस्तै छ मिठो मसिनो यस्तै खाउँ है आजलाई हुन्छ मामै
तपाईँ विदेश त कति पो बस्नुभयो? भान्जी खासै धेरै बसिनँ हौ, फर्किनु परिहाल्यो। यता माइजू बाटो लागिहाल्यो, व्यवहार घर व्यवहार पनि सबै लाथालिङ्ग भयो, त्यही भएर धेरै बस्न पाइनँ नानी। अनि भाइ बहिनी त भएन नि मामै? भान्जी बिहे गरेको 1 महिनामा भिसा लागिहाल्यो, त गइहाल्यो। अनि पहिलाको माइजू चाहिँ कता हुनुहुन्छ हौ मामै? भान्जी घरतिरै होला, खै लग्यो भने त फर्किन्छु भन्छ अरे, यसो गाउँतिरको मान्छेले भन्छ। बस्न उसको कुरा के गर्नु। अनि आउनुहुन्छ भने त ल्याउँदा भइहाल्छ त मामै? छोडिदेऊ भान्जी, थुप्रा के चाहियो। जिस्काको है मामै, साँच्ची नहुनु नि फेरि। साँच्चीकै भनेको भए पनि भान्जी म के ल्याउँथे। जे भए पनि हामीलाई एउटा मान्छे त चाहियो है मामै। भान्जी पहिलेको यस्तो त्यस्तै भइहाल्यो, एक्लै जिन्दगीको मलाई ठिक लाग्छ हौ। एउटा मान्छे त चाहिन्छ है मामै, माउला आउँदा भाइ बहिनी हेर्ने रहर पनि छ, बुढेसकालसम्मको सहारा पनि हुन्छ। अच्छा भान्जी सुरु गाँसमै ढुङ्गा परेकोले मेरो त मनै पो मरेको छ हौ। भित्रै बसौँ ल भान्जीहरू, चामल उसिन्छु। मै पकाइहाल्छु नि मामै। अच्छा गाउँमा कुखुराको भाले हराउँदा त हल्ली खल्ली हुन्छ, यहाँ त मान्छेको वीर भाले हराएको छ। म त त्यसो भए चलु एफएममा मान्छे हराएको सूचना देऊ के भनेको। बाबै हुँदैन, अब पुलिस चौकीलाई पनि पो खबर गर्नुपर्छ होला हौ। लामखारे बाबै अच्छा 1-2 दिन पर्ख्यौँ, दा आइपाल्छ कि वीरनगर लग्यो। हो कतै के भएर मर के भनेर बाबै? के अरे त्यो लठेब्रा म्याट्रिक्स खाँदा पनि नमर्ने मान्छे हो, को लक्ष्मी भेट्नु कहाँ मुन्ट्या होला। त्यही त बाबा, यो माया पिरिङ पनि कस्तो कस्तो। हो मान्छेलाई यहाँ मान्छे हराएकोले गाउँभरि कत्रो पिर्छ, तिमीलाई चाहिँ माया प्रेमकै कुरा हो। यस्तै भन्दै बसिराख्नु, समाजले राम्रो भन्छ है तिमीलाई चाहिँ। समाजले राम्रो भन्छ होइन, यसको व्यवहार हेरेर त म त यसलाई सम्मान गर्नु मन छ। हुँदैनको माया पिरिङ भनेको माया पिरिङै रहेछ बाबै। वाच्छा तेरो माया प्रेमको कुरा नसुना, म हिँडेँ, कोकोले मकै खाइसक्यो। ल तिमी कति घर जान्छौ जेठा? म चाहिँ अब आफ्नो कामतिर लागे। हुँदैनको यसरी त। अब साथीहरू सबै लाग्यो, यतिखेर त मास्टरको गीत अलिकति खर्च गर्नु पर्यो नि त। अनि सोल्टिनीको नाम चाहिँ के पो पर्यो होला नि? बोलाउनुको लागि किन नाम चाहियो र? सोल्टिनी भने भइहाल्छ नि। मारी जानुभयो नि। अनि हजुरको चाहिँ? मेरो चाहिँ खास अब मच्चु नारायण हो, तर गाउँघरमा सबैले मास्टर सर भन्छ होइन सोल्टिनी। अनि हजुर पढाउनु पनि हुन्छ? म त पढाउँछु नि सोल्टिनी, अङ्ग्रेजी पढाउँछु त म त। हामीलाई पनि सिकाउनुहोस् न त अङ्ग्रेजी। ओ मारी जानुभयो नि फेरि। अब अङ्ग्रेजी नै सिक्ने हो नि त सोल्टिनी होइन। अब नेपालीमा खास म तिमीलाई मन पराउँछु भनेको चाहिँ आई लाइक यु पनि भन्छ होइन। अनि अब नेपालीमा फेरि म तिमीलाई माया गर्छु भनेको चाहिँ आई लभ यु पनि भन्छ होइन सोल्टिनी। अनि अरू पनि केही सिक्न चाहनुहुन्छ भने भन्नुहोस् है सोल्टिनी। अब किन बोल्नु न अङ्ग्रेजीमा खुट्टा भाँच्दा के भन्छ?
कालो बिरालोलाई सक्दैन नि फेरि लामघारे बाबैले मलाई मोटे भनेर खेदाएको होला फेरि माया पिरीमा अलिअलि त त्याग गर्नै पर्यो बिलप सर्टीले भनेर नहिँडे पनि सुँगुरलाई चारो त हालिदिनै पर्यो भोकै राखिदिनु त भएन लो तिमीहरूको मालिकहरू पनि कताको हो लो खाऊ अब यस्तै खाऊ है लो खाऊ हुँदैनको हेर्नु न यो मौसम पनि मनै कटक्क खाने जस्तो छ अस्ति सोल्टिनलाई आलु खानु यति आऊ भनेको नि आलु खानु आउनु भएको रहेछ सोल्टिनीहरू लेकतिर हाम्रोतिर पनि टन्न फलेको छ हाम्रोतिर पनि आउनुहोस् है भने निम्तो पकाउन आएको त सोल्टिनी उता त घर चिन्दिन हौ सोल्टी यतै ल्याइदिनु न त मान्नु भएन अब लगिदिनै पर्यो आलु त अलिकति भए पनि सोल्टिनलाई ठुलो ठुलो लगिदिनु पर्यो यो ठुलो आलुहरू त कति राम्रै सोल्टिनी कति खुसी हुन्छ होला हुँदैन आएको यो सानो आलु त तिमीहरू लुक लुक यो ठुलो आलु लान्छु म सोल्टिनले यति त लगिदिनै पर्यो अब ढोका त थुन्नु पर्यो नि फेरि लामघारे बाबुले थाहा पायो भने वाच्छा यो गुहार काम छैन बनदेखि दाउने होला फेरि मापिरीमा कहाँ डराएर हुन्छ मास्टरको अलिकति गिरी त लाग्नै पर्यो नि हामी सोल्टी